एकछिन है मैले बोटमा के फालेको देखेछु सेप पनि चेपाइते सेप पनि ए सिनिङमा के पक्कै तपाईँले ब्यागभित्र हाल्नु नि जस्तो लागिरहेको आज हामी हाम्रो नयाँ गाडी बुक गरेपछि हामी यो पुम्दीको शिव मन्दिरमा आइपुगेका छौँ। यहाँ हाम्रो अञ्जलीको यहाँ आउन धेरै समयबाट रहर थियो। आज हामी यतिकै दर्शन बाहिरबाट दर्शन मात्रै गर्छौँ। हामी धेरै वर्ष पहिला यो निर्माण कार्य हुँदै गर्दाखेरि यहाँ आएका थियौँ। अहिले त यहाँ धेरै नै विकसित भएको रहेछ। सूर्यास्त हुँदैछ। अहिले हामी यो मन्दिर मूर्ति विशाल महादेवको मूर्ति परिसरमा आइसकेका छौँ। यहाँ एकदमै धेरै भिडभाड छ। बाह्य तथा आन्तरिक पर्यटक, बाह्य भन्नाले स्पेसली मित्र राष्ट्र भारतबाट पनि धेरै पर्यटकहरू यहाँ देखिन्छ। अहिले उतातिरको डाँडामा सूर्यास्त हुँदैछ। यहाँ एउटा बलुन पनि राखिएको छ। ल अब यहाँ हाम्रो म्याडमहरू छोरीहरू, मेरो कृतज्ञलाई चाहिँ पेट दुखेछ है, पेट दुखेर छिटो जाम भनिरहेको छ कृतज्ञले। देखेन ल। अब हामी यो महादेवको मूर्तिलाई परिक्रमा गर्दैछौँ। अघि यहाँ 3-4वटा ग्लाइडरहरू उडिरहेको थियो, त्यसैलाई सोधिरहेको छ कृतज्ञले। पछाडिबाट महादेवको मूर्ति, अगाडिबाट चाहिँ हाम्री के हुन् पार्वती। पार्वती हिँडिरहेकी छन्, मेरी पार्वती। यता पोखरा भ्याली फेवाताल देखिरहेको छ। के ताल? रेलको लिक जस्तो देखिँदो रहेछ। के हो? ए रेलको लिक के हो त यहाँ? ए गणेशजीले घुम्ने भयो। यो पनि राम्रै आइडिया लगाएछन् त है। बाबा के हो? गणेशजीले शिवजीलाई परिक्रमा गर्नु हुँदो रहेछ। एउटा ट्राम अथवा रेल रोड त्यहाँ छ, अनि त्यसमा चाहिँ शिवजी बिस्तारै हिँड्नु भएको छ। के अरे गणेश भगवान हो लड्न लाज होइन चोर। हाम्रो कृतज्ञ अघि त पेट दुख्यो भनेर चाँडो घर जाम भनेको थियो, अहिले त यहाँ रमाएर जय शम्भु भन्दैछ। कृतज्ञ पर्ख त, कृतज्ञ पर्ख न, कृतज्ञ पर्ख त। म तिमीले जय शम्भु भनेको लिन्छु कि भिडियो पक्का है। म भिडियो लिन्छु नि, जय शम्भु भन्दै आऊ ल। जय शम्भु भन्दै आऊ। पक्का एकछिन उता ल। हो ल भन्दै आऊ।